हजुरलाई युट्युब च्यानलमा हामी चाहिँ आज ड्याम चितलाङ जाँदैछु गाइस। कति भयो चार्ज? 72 हिजो अबेला हाल्यो। गाडी पनि फुल चार्ज भयो भने त गाइस हाम्रो त के गर्ने होला। हेलो गाइज, हामी चाहिँ मकवानपुर जिल्ला छिर्यो। यहाँ बाटो बनाउनु पुरा डोजरले है माटो हाल्दै रहेछ। हामी चाहिँ कुलेखानी ड्याम जाँदै हो गाइज है। बाटो बोक्दैछ, मकवानपुर जिल्ला छिर्यो। अब ड्याममा पुग्नु आँट्यो। हामी चाहिँ कुलेखानी ड्याममा पुग्नु आँट्यो। मकवानपुर छिर्यो। बिहान के अरे यो उसमा पनि क्यामेरा क्लियर आउँछ मेरो घरि त राम्रो मोबाइलले अनि क्लियर आउने खालको हो नि त गाइस। कहिले काहीँ धोका दिन्छ त्यो हाम्रो जस्तो 20-30 हजारको होइन नि। हेलो गाइस, नमस्ते, वेलकम निरु युट्युब च्यानलमा हजुरलाई स्वागत छ। आज चाहिँ हामी कुलेखानीको ड्याममा आएको छु गाइस होइन। हामी चाहिँ अलि बिहानै आइपुग्यो कि बिहानै आइपुग्नु भएर अलिक सुनसान छ। अब एकछिनमा हामी खानासाना खाएपछि चाहिँ पुरा ढुङ्गामा चढ्ने हो गाइस। हेर्नु न यहाँ कति राम्रो। मलाई चाहिँ अगाडिदेखि नै आउनु मन थियो कि यहाँ चाहिँ अगाडिदेखि नै आउनु मन थियो। अनि तर त्यो कहिले नजुरेको आज चाहिँ जुर्यो। ल हेर्नुहोस् कति राम्रो रहेछ। घुम्न हिँड्नु नि दिन जुर्नुपर्छ भनेको हो कि। अहिले त छोरी पनि आमाभन्दा ठुली भइसके। अब के गर्नु, क्यामराम्यान राख्नै पर्दैन, आफ्नै छोरीले गरिहाल्छ। मलाई केही टेन्सन छैन। एडिट फेरि मेरो आफ्नै भाइले गर्छ एडिट। फेरि के गर्नु, मलाई त सबै सित्तैमा सब एडिटर छ भाइ। ल बिर्सेछ, अब बिर्सेछ है। गाडीमै छ चस्मा त। हाम्रो आसु निमसाङ ब्लग निमसाङ ब्लगमा पनि सब्सक्राइब गरिदिनु होला। मेरो निरु युट्युब च्यानलमा पनि सब्सक्राइब गरिदिनु। अहिले हामी चाहिँ यहाँबाट गएर चाहिँ ढुङ्गा चढ्ने हो गाइस। त्यहाँ माथि र मेरो बुढो र दुन्छ ढुङ्गा नचढ्ने रे उहाँहरू चाहिँ नै हो। अब यहाँ टिकटक बनाउने होइन। चस्मा ल्याउनै बिर्सेछ गाइस है। चस्मा लगाएको भिडियो नि कति ल्याउनु। ल हेर गाइस, ल हेर्नु छेउ किनारा है। बिहानको समयमा कस्तो आनन्द फिल भइरहेछ के मान्छेलाई। माइक्रोफोन ल्याउनु पनि रहेछ मम्मी। कहिले काहीँ आनन्द नै हुन्छ। तिमीले कसले नल्याऊ भने आफ्नो फोन थियो त। माइक्रोफोन भनिरहेको छु। लिनु पर्यो हेर्नु। त्यो ल्याएन छ गाइस। अब के गर्नु त यहाँ यो भित्तामा नि रहेछ। यो भित्तासम्म पनि रहेछ। बल्ल उज्यालो हुँदो रहेछ कुलेखानीमा यहाँ हो नानी। बल्ल उज्यालो हुँदो रहेछ। जाडो सानोमा ज्याकेट नलाएर कस्तो भयो होला, जाडो भयो होला। यता हुनुहुन्छ बनाउँदैछ। ल छोरी जाउँ। ल गाइस, हामी चाहिँ यो दुइटा टिकटक बनायो। अब यहाँ माथितिर कुक नै उठेको छैन यार। अब खाजा खानु जाँदैछु गाइस। कुकलाई उठायो। कुकलाई उठाउनु भयो ए ड्याडी फोटो खिच्दै रहेछ छोरीले। फेरि बाबा र छोरी चाहिँ फोटो फिक्स आउनुपर्छ क्या। त्यही भएर म चाहिँ खिचिदिँदैन छोरीको पनि बाबाको पनि। मलाई चाहिँ जस्तो भए पनि हुन्छ। चित्त नबुझ्ने मान्छेहरू बोकेर हिँड्नु गाह्रो छ हामीलाई। मलाई त जस्तो भए पनि हुन्छ, केही छैन। ल 10 बजीदेखिमै सुरु हुन्छ अरे गाइस होइन। अलि छिटो भएछ। छोरी मान्छे नि ढुङ्गा चढ्ने हो कि ढुङ्गा चढ्ने भन्छ नचढ्ने। छोरी मान्छेको बाबा नचढ्ने, ठुलो बाबा नचढ्ने। यस्तो छोरी मान्छे त यस्तै। ए थिरी कान्छी थिरी थिरी अबे 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 बस्यो बस्यो बस्यो। उसलाई आफू अटाउनु सक्दैन। छोरी चाहिँ फोटो खिच्दैछ फेरि यहाँ। यो बाबा चाहिँ म झन् मुक्दिनु भनेको। यो क्रिम सिरिम लगाऊ भनेको। राम्रै छ। लाउनु पर्दैन भन्न। दिदीले तत मम्मीले लाउनु पर्दैन भन्। दिदी दाइ मम्मी नहेर यस्तो राम्रो। यो ओइ अहिले सबै 10 बजी खुल्ने भनेर चाहिँ ननिसेको हो अरे के मान्छे है मा। त्यही हो अरे नानी है नानी। मामाले चाहिँ के गर्छ अनि है हो कि होइन नानी। आनु लानु। लु त्यो मिसिनले तेलले गर्ने नै चढ्ने मान्छे ड्राइभर भइहाल्छ नि। गुरुजी हुन्छ। तिमी टेन्सन नगर न छोरी। चढ्नु त चढ्ने होइन।
धन धन यार चढ्छु दे भने मन नचढ्ने विष्णु सप्ताहसम्म अरे ग्याला बोला भनिसक्यो के दिदीबहिनी खेल्दैछ बोला भनेको 11 बजेलाई अनि अहिलेसम्म तपाईले दिदीबहिनी मुखीमा हाल्न खोज्छ आच्छा जे पनि मुखीमा हुँदैन तर पनि उ म भ्याउँदैन भने म फोन भ्याउँदिन भन्नु पर्यो नि कतिपय मान्छे अस्ति छ नि अस्ति जुन त्यो प्याकेट मुखमा हाल्नु खोज्दैछ सबैले फोन गरे भने कति मान्छेले फोन गरेर फटा रहेछ के मान्छे अबे रानी रानी यता हेर बोलिरहेछ रानी सक्दैन भने भन्नु पर्यो जाने के ल जाने तपाईले ल यहाँ बस्ने ल गर्नु भने तपाईले नसाने मलाई भन्नु ल हो मलाई भन्दै मैले नसाने तपाईले भन्नु पर्यो ल आइज गाइस तत्काल हुने के छ बिहानको खाजा हाम्रो कस्तो मधुरो भयो हामी चाहिँ डुङ्गा चढ्नलाई टिकट काट्न जाँदैछौँ म चाहिँ कति कति रहेछ टिकट 1200 हुँदै 300 ल्याऊ है भाइ मलाई 5 अट दिनु न 400 400 को टिकट हाम्रो ज्वाइँले फोटो खिच्दै हुनुहुन्छ ल गाइस हामी चाहिँ जाँदैछु दुईटा छोरी यहाँ सानो छोरी ठुलो छोरी ल आज ल्याऊ बच्चा दिदी जाऊ बहिनी ल बहिनी आँसु थानेर जान खोजेको के ए हो चम्टेको लाउ छोरी आऊ उ मम्मी त यहाँ मम्मी यता हो अघि उ आन्टीलाई मम्मी भनेर जान खोजेको तेरो छोरी त ओ यहाँ खाली रहेछ उ त्यसमै जानु ल पाँचजना पाँचजना जाँदैछु अब ल्याएन पो होस् क्याब उठ्छ त्यो टोपीकै लाउने के ज्याकेटकै लगाइदिने ज्याकेट केले उफ्रेर ग्यास्ट्रिक ग्यास्ट्रिक चिल्लो पिरो सबै भयभरको सबै हँसुर छ पाएपछि अब यहाँ चढेपछि ठिक्क हुन्छ चढेपछि ठिक्क हुन्छ आयो आयो ज्याकेट कहाँबाट ल्याउने यहाँबाट हौ लु ल कसरी टिकट आउनु नि 5 जनाको टिमै छ त ए हेर्नुहोस् त टिकट हाम्रो अघि उहाँको अघि टिकट अनुसार हो उहाँको अगाडि हो टिकट दिँदा अगाडि पछाडि टिकट हुँदैछ कि पछाडि छ अरे हामी ज्याकेट लाएर आउँछौँ नभए तपाईँहरू नआएको भए हामी भ्याउनुहोस् ल ज्याकेट लाउ त ज्याकेट लाउ हाम्रो 10 मिनट त हो नि ज्याकेट कुन रेली लगाउँछु ओ यो लगाइदिएर राम्रोसँग यसो लाउँदै यहाँ ट्याग ट्याग लगा न नानी छिल्ला पिन्छ मलाई नानी ए ल सान तेरो लगाएर नानीको लगाइदिए साइडमा बसिराख भने हामी साइडमा बस्ने काटिम झुन्डा भइसक्यो त्यस्तै त हो नि न बहिनी समाज मलाई गर्नु पर्यो बहिनीलाई चाहिँ नलाइदिने अलि सफा सफा सबै त्यही त हो नि पुग्ने म चाहिँ सफाइ हो हो त्यसरी यहाँ हाल्ने नि सानो नानीको टाइट भयो टाइटदेखि यो ठुलो साइजको लाग्यो अरे यसले सानो साइजको लगाएर के हो होस् होइन ठुलो यहाँबाट घटाउनु मिल्छ क्या अहिले घटाउँला बहिनी समात्नु त त्यो चाहिँ सानो रहेछ आउनु साथ यो कसरी त्यो थिचेर मै चाहिँ मेरो चाहिँ गाह्रो भयो क्यामेरा माथि गर्नु सानो दानी दोलङ पेयर ताप्छौँ क्या लुत्ने छ नि त 2 लाख रुपियाँ जम्मा नि मोबाइल खाइदिन्छ नि ल राम्रोसँग लगाउ छोरी बाँकी छ लाउँदैछु म चाहिँ आइहालेको कहाँनिर बसौँ होला काहीँ छिटो आउनु ल पछाडि खोल्नु नि पछाडि पछाडि छ अरे त पछाडि खोल्ने पछाडि छ कि तपाईको हो त ठिक हुन्छ नानी त्यही लगाऊ तिमी छोरी त्यही लगाऊ पछाडि खोल्ने छ तपाईँको
झन्डै छोरी सानो मोबाइल छ तिम्रो मोबाइल ल गाइस हामी चाहिँ कुलीखानीको ड्याममा आइपुग्यो गाइस कुलीखानीको हाम्रो सानो छोरी यहाँ छ सानो छोरी यहाँ माइली बहिनी ठुलो छोरी यहाँ यता भिडियो छोरी ओ यहाँ दुईजना साथी पनि हुन्छ दिदीको त फाइनली कुलीखानीमा आएर कुलीखानीको ड्याममा डुल्न चढ्यो छोरी कुलीखानीको ड्याममा आएर यहाँ डुल्न चढ्दैछ निमसाङलाई बाल्छ सानो वाउ रानी वाउ रमाइलो छैन अनि कति रमाइलो खतरा यहाँ पनि त बिचारा दाइरो दुध त दुध नपाएर पार्नु भएको हुँदैन वेट साथी होला भन्थ्यो कि होइन सुत्तुबाबा 9 जना चाहिँ भन्यो नजुर्या क्या यो ठाउँमा ल बल्ल आज जुरे र माछा गाइस यहाँ माछा मार्दै रहेछ गाइस माछा हिँडेर कहाँ हुन्छ माछा गाइस माछा कत्रो आएछ नि भिडियो चाहिँ कति अघि उताबाट अहिले यताबाट जाने रहेछ गाइस हेर्नु न निमसाङ चाहिँ कस्तो छ निमसाङ बसिरहेछ आनन्द लिएर बसिरहेछ ताली बजाउने नि झन् हाम्रो दाइले राम्रोसँग चलाउनु भएको छ अन्त भनेको है पाखो दाइ पर्नुभयो पाखो कति भयो दाइ तपाईँ यसरी यो चलाउनु भएको 8 वर्ष ठुलो भएछ भाइ हाम्रो दाइले त 8-9 वर्ष भएर गाई डर लाग्दैन है केको डर हामीलाई त डर लागेन सानो कस्तो भयो
गाडी रमाइलो लाग्यो अहिले छोरी चाहिँ अलिक घरि डराएको जस्तो हुँदो रहेछ है घरि खुसी भएको जस्तो हुँदो रहेछ वाउ गाइस खतरा 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 बोला बोल ध्यान दिने मोबाइल बन्द वाउ समय बोल समय यो चाहिँ कति रोड आइगयो है दाइ कति रोड पानीमा आफै यस्तो भएको कि तपाईँले गर्नुभएको कति रोड हजुर ए धेरै त नसक्ने होइन कति रोड रे क्या कति रोड यो गाइस कति रोड आएछ गाइस कति रोड पनि खोलामा पनि यस्तो भालरङ बोल्नु हुँदो रहेछ गाइस उतातिर नै आउँदैछ ए त्यहाँबाट यस्तो राउन्ड गरेर हो ए कस्तो अचम्म है त्यो बिचमा हाम्रो चाहिँ 400 रुपियाँ लगभग सकेको अवस्था अब 1 मिनेट जति मात्रै बाँकी छ गाइस 400 रुपियाँ अब फिनिस डुङ्गा सालाला सरी ए नानी ए छेरपाटी यता हेर त भिडियो खिच्दै हालेकोले सकिसक्यो अब त नानी भिडियो ल अब अर्को 400 चाहिन्छ हेलो अर्को 400 चाहिन्छ अब डुल्नु भयो होइन अघि त जुवाई त नचढ्ने भनेको अहिले ऊ यस्तो भनेर नचढ्ने भनेको कि दाइ हाम्रो जुवाई के झर्ना चाहिँ अझै तल हो हजुर झर्नको लागि चाहिँ तल यात्रा गर्नु लाग्छ रे रोडबाट झर्ने आधीको निस्किन्छ अझै तल हो अलिकति तल गएर अलिकति तल अलिकति मात्रै हो हजुर त्यही ज्याकेट लाउनुहोस् ल ज्याकेट लाउनु अब त्यहाँ बान्नु पर्दैन दाइ पर्दैन ए लु बान्नु पर्दैन टिकट तपाईँले राख्ने हो दाइ खाली दिसो ए यता दिनु पर्दैन माथि र ए कुन ठाउँ ए बिस्तारै नै छोरी आऊ तान्नुपर्छ ल ल लजी धोलो सानो छु मी रेडी था दीजिए चल कॉल में भी शिग्या से नाच था दिरेली था जब वीडियो जे ना खाले यो जैकेट त 400 के होगी खोइ फोटो खिचौँ भने पुगाइसकेछ फोटो खिचौँ कति खोलेको फोटो खिचौँ भने त भयो अब ओ यताबाट जाम न यताबाट हेरेर जाई यहाँबाट ल छोरी पानीपुरी र चटपट नपुगेको हो कम रमाइलो भयो यहाँबाट पेट दुखिर त नि उ यता निमसाङ त यो चुप्पु लाएर बस्ने रमाइलो यसलाई आमाम यो खतरा रमाइलो हुँदो रहेछ ल गाइस हामी चाहिँ डुङ्गानी चढेपछि है रमाइलो भयो कुन डल्लो कुन चाहिँ कुन चाहिँ डल्लो घुमायो घुमेको उ त्यो डल्लो हो कि उताबाट आएको हामी होइन ए त्यो त्यो नि तैँले जानेको रहेछ खुब खाए खुइल चाहिँ त्यही दाइले गरेको रे अनि नगरौँ भने तैँले कति रोड आएछ भने खाए खुइ तपाईँले गरेको कि आफै भएको मैले गरेको भने होइन त्यही भएर नगर भनेको नि अब जोखिम हुन्छ नि गाडी हो नि रमाइलो हुन्छ नि त गरेको त त्यहाँ त नि रोड भयो पो त अनि हामीले त डर मर्दो हुन्छ नि त हामी त बल्ल बल्ल यहाँ पार होइन त्यो छालमा त्यस्तो भएको त्यत्तिकै आफैले भनेको रेली पत्तिक छ अब छाल खावा नाङ्बा पिसे ओसे
चाहिँ पल्ट बादाम के छालले हो अब टिकटक बनाउनु पर्छ अनि छोरी पल्टेको है अरु हैन मेरो चामल ल गाइस यहाँ चाहिँ पिकनिक आएको रहेछ घुम्यो हामी ड्याम पनि घुम्यो अब खानासाना खाएर घर जाने गाइस हैन यतातिर नि खतरा सिनहरू रहेछ गाइस फोटो खिच्नु पर्यो भनेर आएको नि यता चाहिँ कटेज रहेछ यहाँ माथि चाहिँ तालको छेउछाउमा चाहिँ कटेज रहेछ त्यहाँ पर चाहिँ पिकनिक यहाँ चाहिँ प्लास्टिकको थुप्रा बोतलहरूको थुप्रो फालेको रहेछ गाइस यहाँ चाहिँ ल यस्तो राम्रो यहाँ पनि ढुङ्गाहरू या ढुङ्गातिर बसेर फोटो खिच्ने गाइस हामी चाहिँ यहाँ माथि चाहिँ कटेजहरू भयो ल भाइ बहिनी चाहिँ आउँदैछ छोरी थाकेर त्यहाँ बस्यो ड्याडी चाहिँ माथि हुनुहुन्छ खतरा हावा चल्यो त यहाँ त खतरा अहिले ओह्रालो ओलिमिन्दा है आयो सुतुङतुङ अहिले ओकाल्छन् त गाह्रो भयो त्यो उसमा बसेको जस्तो छ अहिले केमा घाँटी नागेको निक्ल्यो यो त उसमा हो क्या फ्राउन हो क्या आच्छे खाली बिर्सिन्छ यसले चाहिँ खाली बिर्सिन्छ अहिले त्यस्तो म त्यत्रो भ्लग बनाउने मान्छेले गाइस खाली थर्का गर्छ यार मेरो माइल बहिनीले के थाहा खाली उसो के झ्याम्रा गर्छ 0.5 बना राखेको भन्छ कि उसले चाहिँ म चाहिँ फ्राउन बनाइरहेको छु त्यही भनेर रमाइलो गरेर सुतिसक्यो हाम्रो छोरी त्यो निदाको अवस्था छोरी चाहिँ निदाएछ आयो रमाइलो भयो ल जिन्दगीमा ढुङ्गा चढ्यो आयो ल गाइस हाम्रो चाहिँ खाना रेडी भयो ठ्याक्कै 11:11 बजे नानी चाहिँ फ्राई चिकन म चाहिँ माछा ड्याडीको चाहिँ भेज अनि सानो मामा पनि त्यहाँतिर भेज खाने थियो सानो मामा पनि आएर हामी दिदी बहिनी चाहिँ माछा खाना ल नानीलाई खुवाइदेऊ हाम्रो साथीहरू अब हामी चाहिँ खाना खाए ल खाए ल आमा छोरी खाना खाए ल गाइस हामीले खाना खाइसक्यो फेरि नपुगेर है पुली खानेको माछा छुट्टै फ्राई मगाएर खाँदैछु गाइस खाए ल मिठो रहेछ गाइस दामी पुली खानेको माछा पुली खाने आउने रेडियासले नि जुन गर्नु पाएको रहेछ ड्याम पुली खाने भएर थाहा छैन नि त मलाई त ऊ यस्तो हड्डी आउँछ जुङ्गर भने अन्त नि हड्डी देख्दै डर लाग्छ बोल बेला अलिकति 7 रुपैयाँ किलोको 7 किलोको 60 अलिकति थपेर ल्याउने है काफल जङ्गलको काफल खै हेरौँ त हो पर्दैन हो काफल अचार बनाउँछ किन पेट जुयो भने खान मिल्छ क्या कोइरालाको अचार खानु पर्यो त्यसलाई ल गाइस ज्यादा नस्पति कोइराला टन्नै रहेछ गाइस गए यार अलि उतो गर्ने अघि त भिडियो थिचन्छ ऊ या ऊ नस्पतिको बोट ऊ खतरा नस्पति ऊ यहाँ के टहरा बनाउनु ला हो ए घरै पछि नस्पति खेती हो यो हो लप्सी बोट यस्तो भन्छ लप्सी बोट हो अब लप्सी बोट ओह दाउरा बोक्दै रहेछ यार पहिलोको याद आयो यस्तो दाउरा नस्पतिकै बोट गाई नस्पतिकै बोट
लिएर आऊ यहाँ माथि पनि नास्पति त नास्पतिको बोट त खतरा बारी रोल बारी गर्दा बारीहरू त्यो शुभ हो कि कति रुपियाँ अघि हाम्रो कति रुपियाँ किलो किन्यो 200 रुपैयाँ 150 रुपियाँ किलो कोइरालाको सुगन मुदलवे चकोरी के यहाँतिर हेर्नुहोस् त गाइज अब पुरा बोटै बोट लप्सी र नास्पतिको बोट लप्सी र नास्पतिले कति हरियाली पारेर ल यहाँ डिलतिर हेर्नु त यहाँ पुरै खतरा रहेछ यार फर्पिङपट्टि त काठमाडौँमा 10-15% लप्सी त यहीँबाट आउँछ क्यारे हो के अरे जम्मरसिप खेती जो होता जी फर्पिङ आइपुग्यो गाइज फर्पिङ ए दक्षिण काली तलतिर ठ्याक्कै यो जोड्यौँ लु यो यहाँबाट दक्षिण काली हो क्या सानो कन्फ्युज भयो भने होइन यो यहाँबाट 2-3 मिनट त हो नि तल दक्षिण काली यो चौर ठ्याक्कै यो चौर आएपछि दक्षिण काली भन्दा नि थाहा भयो फर्पिङ फिस पहिलो माछा नि खतरा रहेछ गाइज जुम ल सिलो जुम पहेलो गोल हो धाममा येल्लो पहेँलो गोल्डन भन्छ रे खतरामा उता एउटा माछा मरेछ भाइ एउटा बादर त कतिवटा मर्यो सानो हेर्न उता एउटा मरेर बसेछ हो त नि सानो सानो मरेर बसेछ भाइ यो यिनीहरू त खतरा तौडामा जाँदैछु साथीहरू हामी चाहिँ बाउछोरी त त्यहाँ पुगिसक्यो आन्टी यता मामा त्यता तौदह नाग्दह गाइस नाग्दहको विशेष चाहिँ यही त हो नि यहाँ रहेछ नाग्दहमा नाग अब कहाँ यहाँ निस्केर बसेछ है ऊ प्रकाश भुजेल गुरुजीले पो देखाउनु भएको थियो कचुवा भनेर कचुवा होइन उहाँले त के पो खोइ ए त्यहाँ रहेछ त यही पनि रहेछ टाउको निकालेर बस्छ कुन चाहिँ कचुवा थाहा रे थोप्ता कचुवा टाउको निकालेर बसेर रहेछ ऊ त्यहाँ पनि कचुवा ऊ यतिर पुतुक्क गर्दैछ ऊ ढुङ्गाम्बु ओए ऊ त्यहाँ 3टा कचुवा त्यहाँ ढुङ्गामा नाग त खोइ यहाँ पनि टाउको निकालेर बसेर रहेछ नाग पनि रहेछ नागको छ ऊ ढुङ्गामा ऊ कचुवा ऊ यहाँ त तैरेर गयो कचुवा ऊ हिँडेर गयो त्यहाँबाट ऊ गयो सल ल 3टा ऊ त्यहाँ सानो 3टा ए 4वटा रहेछ 4वटा शीतल हावा यस्तो दुख्यो भनेको त यो ब्याग बोक्नु भनेको गाइज बुढोलाई हो है यस्तो काम त हुँदैन रे गाइज बरु मान्छे बोक्नु भने बोक्छ रे मान्छे बोक्नु गल्यो भनेको त भाग्यो बोक्नु त क्यामेरा पनि देख्दैन क्या बुढो एकताल बोक्नु ब्यागको यहाँ पहेँलो माछा पहेँलो माछा हेर्नु यहाँ कत्रो पऱ्यो हेर्दै कस्तै बसेको लस्करै बिचरा कसले के दिन्छ भनेर लाइनै लाएर बसेछ है खाने किन्ने ठाउँै छैन रहेछ ऊ यतातिर लस्करै बसिरहेछ